हेलो साथीहरु, आज चाहिँ म बिरयानी बनाउन गइरहेको छु। त्यसको लागि चाहिँ मैले प्याजलाई फ्राई गरे किनकि प्याजलाई चाहिँ रातो बनाएर फ्राई गर्नुपर्छ। अनि मैले मासुलाई ओइरिए प्याजलाई चाहिँ फ्राई गरेर छुट्टै निकालेर राख्नुपर्छ। यो मासुमा हाल्ने प्याज चाहिँ हैन, त्यो चाहिँ छुट्टै राख्ने प्याज हो। त्यही भएर मैले चाहिँ प्याजलाई साइडमा राखे फ्राई गरेर अनि यता मासु पकाउन तर्फ लागे। अनि मासुलाई चाहिँ मज्जाले पटपट पड्किने गरी पकाउनु पर्छ। अनि मलाई चाहिँ त्यस्तै तरिकाको मन पर्छ। त्यही भएर मैले चाहिँ मासुलाई धेरै बेरसम्म केही नहालिकन भुटे। मज्जाले हेर्न सक्नुहुन्छ मैले चाहिँ प्याटप्याट पड्किने गरी पकाउँछु मासुलाई चाहिँ। त्यही भएर मैले चाहिँ मज्जाले पकाए। अनि त्यसपछि मैले चाहिँ मासुलाई चाहिँ टमाटरहरू हजुरले काटेर हाल्नुहुन्छ कि क्यारेर, मैले चाहिँ टमाटरलाई अदुवा लसुन सबै हालेर मरमसला हालेर चाहिँ एकै ठाउँमा पिसेर हाले। अनि मैले मासुमा चाहिँ तेजपत्ता नि हाल्दिसकेको थिएँ। अनि त्यो टमाटरको ग्रेभीलाई नि मैले त्यही मासुमा एड गर्दै मासु फाइनली पाकिसकेपछि चाहिँ टमाटरलाई हाले मैले प्याटप्याट पड्केर पाकिसकेपछि। अनि मैले त्यसलाई चाहिँ चलाउन थाले। त्यो मसलाहरू चाहिँ मज्जाले घोलिनु पर्छ। त्यही भएर मैले चाहिँ त्यसलाई मज्जाले चलाउन थाले। अनि मासु चाहिँ मज्जाले चलाउनु पर्छ, त्यो चाहिँ लाग्न पर्यो नि त जताततै। त्यही भएर मैले चाहिँ मज्जाले चलाइराखे जताततै। अब टमाटर मसलाको नि टेस्ट एकतिर भएर त राम्रो हुँदैन। त्यही भएर मैले चाहिँ मज्जाले त्यसलाई चाहिँ चलाए। अनि त्यसपछि मासु चाहिँ मज्जाले पाक्यो। त्यसपछि बिरयानीको लागि चाहिँ चामललाई चाहिँ मज्जाले उसिन्नु पर्छ, बोइल गर्नुपर्छ। बिरयानी चामललाई चाहिँ मैले चाहिँ पुलाउवाला चामल बिरयानीवाला चामल एउटै हो, त्यही बोइल गरेर निकाले। त्यसपछि बिरयानी पकाउनलाई चाहिँ मैले चाहिँ एउटा भाँडो बसाले। अनि त्यो भाँडोमा थोरै घिउ राखे। घिउ नराखे पनि हुन्छ, आफ्नो मर्जी हो। मलाई चाहिँ महँगो बसाउँछ भनेर घिउ राखे। अनि घिउ हल्का तातिसकेपछि चाहिँ मैले त यसमा चाहिँ त्यो भाँडोमा चाहिँ मासुलाई एड गरिदिएँ। किनकि बिरयानी बनाउनु भन्दा पहिला चाहिँ तलपट्टि भाँडोमा मासु ग्रेभी सहितको मासु हाल्नुपर्छ। अनि त्यही भएर ग्रेभी सहितको मासुलाई त्यो बिरयानीमा हाल्दिए मैले चाहिँ साथीहरु। अनि त्यो मासुको माथिबाट चाहिँ मैले त्यो अघि बोइल गरेर राखेको भातलाई चाहिँ हाल्दिए। भात चाहिँ अलि मजाले बोइल गरे नि काँचो नबनाउनु होला, हल्का राम्रै सिता छाम्नु होला कतिको पाक्यो भनेर। अनि त्यसरी मजाले चारैतर्फ छिरालेर हाल्नु होला। त्यसलाई चाहिँ मैले चाहिँ चारैतर्फ छिरालेर हाले। अनि मैले भातलाई चाहिँ मासुको वरिपरि मासुलाई जसरी मिलाएर राखेको थिएँ त्यो डेक्चीमा, अनि त्यसलाई भातलाई पनि चारैतर्फ मिलाएर हाले। अनि हजुरहरूले चाहिँ यत्रो भाँडोमा कति धेरै पकाए कि भन्नु होला। अनि हामीले चाहिँ अलि धेरै नै पकायौं। अनि यो भाँडोमा फराकिलो गरेर पकायो भने मज्जाले चारैतिर घोलेर पाक्छ। त्यही भएर मैले चाहिँ ठुलो भाँडोमा कोप्चेरो भाँडोमा पकाउनु भन्दा ठुलै डेक्चीमा पकाएको थिएँ। त्यही भएर मैले चाहिँ त्यसलाई मज्जाले छरे। भात उसिनेको भातलाई चाहिँ मज्जाले छरे। त्यसको माथि चाहिँ मैले अघि फ्राई गरेर राखेको प्याजलाई एड गरे। त्यो प्याजलाई नि त्यसै गरी नै क्रमशः छर्न पर्ने हुन्छ। हेर्नुस् त कति राम्रो देखियो यसरी छर्दाखेरि। त्यही भएर मैले प्याजलाई नि मजाले चारैतर्फ देखिने गरी छरिदिए। प्याजमा चाहिँ मैले खुर्सानीलाई पनि हल्का पड्काइदिएको थिएँ। अनि त्यही भएर मैले चाहिँ खुर्सानीलाई नि छरिदिएँ। अनि म चाहिँ छुट्टै हरियो खुर्सानी र कागती पनि राखेको थिएँ। किनकि मलाई चाहिँ कागती हाल्यो नि मिठो महँगो बास्ना आउँछ। त्यही भएर मलाई चाहिँ मनपर्छ। अनि हजुरहरूले राख्न नि सक्नुहुन्छ, नराख्न नि सक्नुहुन्छ। मलाई चाहिँ मनपर्ने भएकोले मैले चाहिँ कागतीलाई मज्जाले छरिदिए। कागती र खुर्सानीलाई चारैतर्फ छरिदिए। फेरि मैले त्यसमा चाहिँ मासु एड गरे। किनकि मासु त हाल्नै पर्यो, मासु बिना त बिरयानी त हुँदै हुन्न। हुन त भेज बिरयानी नि हुन्छ। हामीले चाहिँ चिकन बिरयानी बनाएको। यो चाहिँ हजुरहरूले चाहिँ खसीको मासुको पनि पकाउन सक्नुहुन्छ।
मैले चाहिँ खसीको मासु खादिनँ, त्यही भएर कुखुराको मासु हालेर बिरयानी बनाइरहेको छु। अनि फेरि अघि जसरी नै यो मासुलाई फेरि चारैतर्फ छर्नतर्फ लागे मैले। चारैतर्फ लाग्नुपर्छ, त्यही भएर चारैतर्फ छरे। हेर्नुस् त कति राम्रो देखियो चारैतर्फ छर्दा। यदि हजुरलाई पकाउन आउँछ कि नै साथीहरू। अनि फेरि मैले त्यो मासुमा चाहिँ माथिबाट फेरि मजाले भातलाई छर्किदिए चारैतर्फबाट। अनि भातलाई चाहिँ कर्मश अघि जसरी नै छर्नुपर्छ, त्यही भएर मैले भातलाई चाहिँ मजाले कर्मश अघि जसरी नै छर्दिए साथीहरू। अनि त्यो चाहिँ चारैतर्फ देखिनु पर्छ, त्यही भएर त्यसलाई चाहिँ मैले चारैतर्फ त्यो मासुलाई पुरिनी गरेर छर्दिए। अहिले चलाउँदा चाहिँ चारैतर्फ घोलियोस् भनेर, नत्र कतै लाग्ने कतै नलाग्ने भए मिठो हुँदैन। त्यही भएर मैले चाहिँ भातलाई मजाले छरे, उसिनेर राखेको भातलाई। अनि फाइनल्ली चारैतर्फ उसिनेर राखेको भातलाई छरिसकेपछि फेरि मैले अघि जसरी नै प्याजलाई चारैतर्फ छर्नतर्फ लागे। प्याज पनि चारैतर्फ छरियो भने राम्रो पनि देखिन्छ, महँगो पनि बास्ना आउँछ, मिठो पनि हुन्छ। त्यही भएर मैले चाहिँ चारैतर्फ जताततै लाग्ने पाराले छर्न थाले प्याजलाई पनि। अनि मैले प्याजलाई पनि चारैतर्फ लाग्ने गरी छरिदिए। अनि फेरि अघि काटेर राखेको खुर्सानी र कागतीलाई मैले फेरि जताततै छरेर मिलाई हाल्न थाले। मैले चाहिँ घोप्टी पारेर हाल्छु। अलि घोप्टी पारेर हालेपछि चाहिँ काटेकोलाई स्वाद त्यही त्यो भातहरुमा मोलिएर महँगो बास्ना आउँछ अनि पिरो पिरो मिठो मिठो हुन्छ। त्यही भएर मैले अमिलो पिरो पिरो आओस् भनेर फेरि काटेको खुर्सानीहरुलाई चारैतर्फ छर्दिए। अनि फेरि मैले त्यसमा चाहिँ मासु एड गर्न लागे साथीहरु। फेरि मैले चाहिँ त्यसमा माथिबाट मासुलाई हालिए चारैतर्फ अघि जस्तै गरेर। मासुलाई चाहिँ हल्का पकाउँदाखेरि हल्का ग्रेभी वाला बनाउनु होला। मैले चाहिँ अलि कम ग्रेभी बनाए, हजुरहरुले चाहिँ हल्का ग्रेभी वाला बनाउनु होला। ग्रेभी वाला बनाएपछि हल्का मज्जाले घोल्दाखेरि घोलिन्छ। अनि मैले फेरि त्यहाँ भात एड गर्न लाए। मासु हालिसकेपछि मैले चाहिँ भातलाई फेरि अघि जसरी नै मजाले हाल्छु। अनि हजुरहरुले बिरयानी पकाएर खानु भएको छ कि नै घरमै? मैले चाहिँ धेरै जसो पकाएर खान पर्यो भने चाहिँ किनेर खादिन, घरमै बनाएर खान्छु। आफैले बनाएको मिठो हुन्छ। त्यही भएर घरमा पकाएर खायो भने चाहिँ सबैजनाले खान पाइयो, बाहिर गएर खायो भने एक्लै खान पर्यो। त्यही भएर मलाई चाहिँ एक्लै खाएको मन पर्दैन। त्यही भएर सबैजना भएर घरै पकाएर खाएको। अनि मैले फेरि त्यसरी नै त्यो भात छरिसकेपछि चाहिँ फेरि प्याजलाई एड गरे। अघि जसरी नै प्याज अघि फ्राई गरेर राखेको प्याजलाई एड गर्न लागे। त्यसको माथिबाट खुर्सानी र कागतीलाई फेरि स्टार्ट गर्न लागे। फेरि मिलाएर घुप्टो घुप्टो पारी राख्न लागे साथीहरु। अनि मैले चाहिँ त्यसलाई पनि राम्रोसँग चारैतर्फ छरे। फाइनली त्यो खुर्सानीहरु चाहिँ सकियो छरेर। अनि मैले बाँकी रहेको मासुलाई पनि फेरि अघि जसरी नै मिलाएर हाल्न थाले। अनि चारैतर्फ मिलाउन थाले त्यसलाई चाहिँ। अनि मैले मासुलाई चारैतर्फ मैले चाहिँ फेरि त्यो मासुलाई नि चारैतर्फ घोलेर हाले।
हेर्नुस् त कस्तो देखियो साथीहरु। यदि हजुरले बनाएर खानु भएको छैन भने यसरी नै बनाएर खान सक्नुहुनेछ। एकदमै मिठो हुन्छ साथीहरु। मैले बनाएकै तरिकाले बनाएर खानु होला। यदि जान्नु भएको छैन भने कसरी खाने भनिरहनु भएको छ भने मेरो तरिकाले बनाएर नि खान सक्नुहुनेछ। मिठो हुन्छ, एकदमै स्वादिष्ट। आफ्नै घरमा बनाएको जस्तो मिठो होटलको हुँदैन। त्यही भएर आफ्नै घरमा बनाएर सबैजना मिलेर घरमै बसेर खानु होला। त्यसपछि चाहिँ मैले बनिसकेपछि चाहिँ त्यसमा थोरै घिउलाई हाल्दिए फेरि माथिबाट, किनकि घिउ हालेपछि चाहिँ हल्का छुट्टै मिठो महँगो स्वाद आउँछ बसाएर। त्यही भएर मैले चाहिँ घिउलाई हाल्दिए त्यहाँ। अनि घिउलाई हाल्दिएपछि एकछिन त्यसलाई चाहिँ मैले छोपेर पकाउन थाले। एकछिन छोपेर पकाएपछि उतारे त्यसलाई चाहिँ हेर्नु सक्नुहुन्छ साथीहरु। मैले बनाएको बिरयानीको भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला साथीहरु। हस् त, धन्यवाद, बाई बाई, थ्यांक यू। फुल भिडियो वाच गरिदिनु होला। नमस्ते।